हेलो मेरो परिवार, हाम्रो घर चाहिँ यतिको भइसक्यो हो। इस रड बुन्यो, यो टाइबिङको रड बुनिसकेको छ, सोलिङ पनि गर्यो। त्यो बीचको कालो कालो फाका के हो भन्नुहुन्छ होला तपाईहरुले, त्यो चाहिँ रड हो है। त्यहाँ चाहिँ भुइँको बीम बस्छ, त्यहाँ चाहिँ बीम बस्छ है, भुइँको टाइबिङ भन्छ यसलाई चाहिँ, यो बीम। अब यो भोलिदेखि भोलि चाहिँ जसरी पनि ढलाइ गराउने हो। अन्त ढलाइ गरेपछि चाहिँ काठ किनेर, फेरि नयाँ काठ किनेर यो पोस्टको सटिङ गरेर चाहिँ पोस्ट हालिहाल्ने हो। एक दिनमा 3टा कम्प्लिट हुन्छ, 3टा हैन बेसी कम्प्लिट हुन्छ एक दिनमा। 4वटा 5वटा हाल्नुपर्छ एक दिनमा, अर्को दिनमा 4वटा 9वटा। माइला बुबु, माइला मामा, दिलमान मामा, ओ तल देमा। अन्त यो गिटी चाहिँ मैले कुटेको नानीहरु। यो गिटी चाहिँ मैले कुटेको ल, हातले भएन, पुरा टटाउन थाले हो। यो चाहिँ मैले कुटेको गिटी है, यो चाहिँ पोस्टको लागि कुटेको मैले। बिहान बिहान बेलुका बेलुका दिउँसो चाहिँ यहाँ चिया पनि ल्याइदियो माइजूले, चिया लिएर आयो। ल यतिमा है नानीहरु, प्रार्थना गर्नु। आमा चाहिँ दीपशिका, हाम्रो घर यति भइसकेको छ ल। ज्वाइँले गर्दैछ ल, सबैजनाले प्रार्थनामा राखिदिनु है।